मेरो जान परिवार सबैलाई परमेश्वरको हातमा समर्पण गर्दछु। जति पनि भुल गल्ती गरेकोमा सबै क्षमा गरिन सबैले सहायता गरिदिनु। म तपाईँलाई बिन्ती गराउनु, मेरो जान छोराछोरीले सबै भुल गरेको होला प्रभु, तपाईँको दृष्टिमा क्षमा गरिदिनुहोस्। जति पनि चोट लाग्ने यो जति पनि अपराधहरूबाट टाढा राखिदिनु पिता परमेश्वर, तपाईँले धन्यवाद चढाउनुहोस्। तपाईँले नबुझेको कुरा केही पनि छैन। म तपाईँलाई हुन त यहाँ मेरो छोराछोरीहरूले मेरो बाउले के बोलिरह्यो होला भन्ने कुरो उहाँहरूको मनमा पर्नु गएको होला। सायद तपाईँले मात्र बुझ्नुहुन्छ। हिजो दाउद राजाले पनि यस्तै खालको वचन गरेर एक्लै आँगनमा नाचेको थियो। त्यस्तै आज म तपाईँलाई बिन्ती चढाउँदछु, स्वर्ग सहायता गरिदिनु। जति पनि यो घरमा तपाईँले सहायता गर्ने मद्दत गरिदिनुहोस्। मेरो छोरी छोराहरूलाई तपाईँले सृष्टि गर्नुभयो। यहाँ हाम्रो शिर हुनुपर्ने पुच्छर भइरहेछ, अब पुच्छर होइन प्रभु, अब शिर बनाउनुहोस्। तपाईँको निम्ति यो ठाउँबाट ठुलो महिमा होस्। बिन्ती चढाउँदछौँ सबै कुरोको लागि। हाम्रो पास्टर एलियालाई तपाईँको हातमा राख्दछु, हरिलाल श्रेष्ठलाई तपाईँको हातमा राख्दछु, विष्णुमायालाई, सुगनलाई, यहाँ अनुलाई, अनि त्यस्तै गरेर हाम्रो छोरी दुईटा अनि यो ज्योतिलाई, जुनालाई तपाईँको हातमा राख्दछु, अनि हाम्रो सुशीला श्रेष्ठ, अनुजलाई, जीवनलाई, अनि नारायण श्रेष्ठ, निशान श्रेष्ठ, सबै छोरी छोराहरूले अनि जीवनले पनि तपाईँको महिमा गर्ने मन दिनुमा गरोस्। सबै सन्तानहरूलाई तपाईँको हातमा राख्दछु। म तपाईँलाई बिन्ती चढाउँदछु। अनि मेरो पनि भुल गल्तीले क्षमा गरिदिनुहोस् प्रभु। अब यो जति आउने हप्ताहरूमा पनि मेरो जहान सन्तानहरूले तपाईँको महिमा गर्नेछ। सबै यो मेरो जहानहरूको आत्मालाई तपाईँको हातमा राख्नु। यो परिवर्तन ल्याउने चाहिँ तपाईँले भयो प्रभु। तपाईँलाई धन्यवाद बिन्ती चढाउँदै आशीर्वाद माग्दछु यसो प्रभुको नाउँमा।